नमस्कार सम्पूर्णमा हामीहरूले नयाँ भिडियो लिएर आएका छौं। हजुरहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यहाँ चाहिँ टिचर र विद्यार्थी बीचको कुराकानी चलेको छ हैन। त्यसैले यहाँ चाहिँ टिचरमाथि केही नराम्रा शब्दहरू नराम्रा कुराहरू भन्न खोजिए पनि हामीले वास्तविक जीवनमा चाहिँ टिचरलाई पूजा गर्नुपर्छ। टिचर भनेको हाम्रा गुरु हुन्। त्यसैले अन्यथा नलिनु होला। टिचरहरूलाई सम्मान गरी यो भिडियो हेर्नु होला, मनोरञ्जन गर्नु होला, लाइक कमेन्ट शेयर पनि ठोक्नु होला। ल भिडियो हेरेर गइहाल्नु। नेपाली व्याकरण पुलिङ्ग स्त्रीलिङ्ग। अब एकमा तोते पातलो छ। किन बिटेको तँलाई? सर मैले हानेको सर, मैले हानेको यसले हानेको। अझ पर्दा हुन्छस्? तैँले हानेको मैले देखिरहेको छु। तँ तँलाई किन हानेको? सर तर यसले हानेछ, मैले भन्दा धेरै त होइन त, यसले हानेछ। होइन ओए रामे, त चुटार खुर्क अगाडि आइज। मैले होइन भन्दैछु। ल बाबु, यो बाँकीको लिङ्ग परिवर्तन गर्छ यहाँ। सर यो तोतेको कपडा खोल्दिनु न। मिल्दैन। व्हाट अ ननसेन्स। लाज भन्ने कुरो पनि छैन। सर अनि तपाईले नै तोतेको लिङ्ग परिवर्तन गर भन्नु भएन? अनि यो तोतेको लिङ्ग परिवर्तन गर्न यो तोतेको कपडा खोल्नु पर्दैन? कना है? तँलाई अझै व्याकरण पढ्न आउँदैन? किन झ्यापड हानेको? विद्यार्थीलाई बिहा गर्न आउँदैन भन्दैमा झ्यापड हान्न पाइन्छ? त्यो पनि तपाईले छोडिदिनु भएको छ र बिहा गर्नु भने होइन हो गोर्खा, तँलाई व्याकरण भने हो। अब नठाटीमा त तँलाई यसो लिङ्ग परिवर्तन गर्न आउँछ आउन्न? आउँछ सर, आउँछ, मजाले आउँछ। र त्यसो भए यसको खुर्क लिङ्ग परिवर्तन गर्छ। यहाँ पातलोको पनि लिङ्ग छैन। छको त लिङ्ग हुने कुरै भएन। भनेपछि पक्कै पनि लिङ्ग परिवर्तन गर्नु पनि तोतेकै हो। ओए तोते खुरको कपडा खोल्दा तेरो लिङ्ग परिवर्तन गर्नु पर्यो। तँ त हुन्न, तोतेको होइन हो। अनि कसको हो त? यहाँ त तोते नै लेखा छ त। यहाँ अगुल्टो लेखा छ र अगुल्टीको लिङ्ग परिवर्तन गर्न। कस्तो विद्यार्थी पढेको हाम्रो कक्षामा? भोलि यहाँ तोतेको ठाउँमा लिङ्ग परिवर्तन गरेर गोरु आयो भने तिमी गोरु लिएर आउँछौ कक्षामा? गोरु त ल्याउने हो नि। अनि गोरुको लिङ्ग परिवर्तन गर्ने बेलामा कोका ल्याएर हुन्छ? ठुक्क बेहेर्ती। तर पढा केही आउँदैन है। यहाँ राम भए सीता बनाउने, शिव भए पार्वती बनाउने, अनि राधा भए कृष्ण बनाउने गर्नु पो पर्छ त। राम भए सीता बनाउने, शिव भए पार्वती बनाउने, तोते भएपछि तोतिया तुप्पा बनाउनुपर्छ। तोतिया तुप्पा मोटी छे। लो सर अब त मजाले मिल्यो। तोतिया तोप्पा यो त ठिकै छ। यो मोटी छे यो चाहिँ भएन है। ल के हुन्छ त मोटी छैन अरे? तोतिया तोप्पा मोटी छे हैन, पातली छे हुन्छ। पातली कहाँ हुन्छ पातली छे? यहाँ मोटी छे नै हुन्छ। पातली छे हुन्छ। ए सर कहाँ पातली छे हुन्छ? यहाँ तोतिया तोप्पा मोटी छे हुन्छ। मोटी छे भन्छ। यहाँ पातली छे हुन्छ। पातली छे हुन्छ। पातली होइन, मोटी छे, मोटी छे। हाम्रो घरमा सिकेको तोतिया तोप्पा मोटी छे, त्यही भएर मोटी छे नै हुन्छ। माउ भन्दा पाठो हुँदो रहेछ है तँले। तँलाई अब म रेस्टेड गर्छु, हुँदैछ? के गरेर बसेको? बाहिर जानु सुन्नुहोस्, बाहिर जा। बाहिर त छोड्नु छुसे देखिनस्? यसरी भित्र आएको भित्र हुन। को छुसे हँ? टिचरलाई त रेस्पेक्टै छैन। पहिले आएर मात्रै छुसे भयो। को टिचर को? अब रेस्टिकेट भएपछि पढ्नै पढेन, पढ्नै नभएपछि टिचरै भएन। त कसरी टिचर भइस्? त झुसे त हुने झुसे। ल तोते, अब कक्षाको इमानदार विद्यार्थीहरूको तिमी नै हो। अब तिमीमा बसेर पढ्ने है त? कता लाग्यो है तोते? कता जानु नि? घर जान लाग्यो थाहा छैन? तपाईँको यही बानले गर्दा 15-15जना विद्यार्थी घटेर म एक्लै भइसकेँ। अब म एक्लै त मोले पनि पढ्दिनँ। यदि तपाईँलाई पढाउनै मन छ भने मेरो घरमा 2टा बाख्रा र 3टा भैँसी छ, लिएर आयो भने चाहिँ मजाले पढाएर गर्नु है। सही हो। हुन्छ।